सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो च्यानलमा है। आशा छ कि तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला भनेर है। अनि गाइज म पनि एकदमसँगले ठिकै छु र आज चाहिँ फेरि नेक्स्ट ब्लग स्टार्ट गर्न गइरहेको छु म है। अनि त्यही हो, आज चाहिँ मेरो ब्लगमा के हुनेछ, कसो हुनेछ भनेर चाहिँ मेरो ब्लगबाट हेर्नुहोस् होला। अनि चाहिँ हेर्दै गर्नुहोस् होला है। हेर्नु त यहाँको वेदर चाहिँ यस्तो भइरहेको छ कि हल्का देखाइदिन्छु तपाईँहरूलाई। हाम्रो यहाँको वेदरहरू पनि पानी परेकै छ होइन, फगी लागिरहेछ, पानी परिरहेछ, यस्तो जाडो वेदर भइरहेछ गाइस। यस्तो मोटो ज्याकेटहरू लाउनु परिरहेको छ होइन। उतातिर त कस्तो गरम चढिसक्यो होला है गाइस। यहाँ त छैन, योपालि त एकदम सिधै फेरि रेनी सिजन लाग्ला जस्तो छ है। अब लाग्ला जस्तो त होइन, लाग्नु आँटेको छ, किनभने अब मे तुर्नु आँटिहाल्यो है। जुनदेखिको त रेनी सिजन स्टार्ट भइहाल्छ है। हेर्नुहोस् होला, हेर्दै गर्नुहोस् है, यस्तै चाहिँ यहाँको वेदर चाहिँ। गाइस आज चाहिँ मेरो प्लान्टहरू देखाउँछु ल तपाईँहरूलाई। हेर्नुहोस् ल, यो चाहिँ यस्तो भइरहेछ है। यसको नाम त के भन्छ हौ, के प्लान्ट भन्छ, बिर्सेँ नाम। जस्तो भइरहेछ, यसबाटै निक्लेको चाहिँ यहाँनिर हेर्नु न। मैले अर्कोमा पनि रोपेको थिएँ होइन। यो कस्तो मजाले यस्तो ठुल्ठुलो पत्ता भइरहेछ यसको चाहिँ। अझै कतिवटा ठाउँमा अरू उसमा पनि रोपेको छु होइन। यसको चाहिँ मजाले हुँदैछ, यो चाहिँ भइहाल्दो रहेछ हौ, मजाले उयो भइहाल्दो रहेछ, फैलिहाल्दो रहेछ मजाले, हेर्नु न होइन। अन्त यिनीहरू चाहिँ यहाँ पनि छ मेरो प्लान्टहरू, यो छ होइन, यहाँ छ, यहाँ जेरिनियमहरू छ। जेरिनियम चाहिँ गाइस यस्तो भएको छ मेरो होइन। अब जेरिनियम चाहिँ मैले फुलाउनै जानेकै छुइनँ। यत्रो लामो हुन्छ नि, त्यसरी फुल्छ होइन। मलाई चाहिँ यसो झमझम भएर फुलेको सानै बोटमा हुन्छ नि फुल, क्या बिटिङ टिटिङ त्यस्तो भएको मनपर्छ होइन। त्यो चाहिँ जानेको छुइनँ गाइस मैले त कसरी गर्नुपर्ने। त्यही भनेर चाहिँ मैले अस्ति यहाँ यस्तो यो पनि ल्याएको छु, फन्जिसाइड अरे होइन। यो चाहिँ यो लिएर आएको छु। अब के कस्तो हुन्छ मलाई थाहा त छैन होइन। अन्तखेरि चाहिँ यो चाहिँ अब आधी 1 लिटर पानीमा चाहिँ आधा चम्ची हालेर चाहिँ यो फुलहरूमा हाल्नुपर्छ अरे होइन, घोलेर मजाले घोलेर। हेरौँ अब के कस्तो हुन्छ। मलाई चाहिँ सानो बोटमा चाहिँ ठुल्ठुलो झमझम फुलेको चाहिँ मनपर्छ नि त होइन गाइस। तर अब मेरो हुँदैन, लामो हुन्छ, अन्त सानो अलिअलि फुल्छ बिचरा। नजानेको के हो मैले पनि। न तपाईँहरूलाई कतिजनालाई त थाहा छ होला है कसरी फुल्छ झमझम फुल सानो बोटमा भनेर चाहिँ है। तपाईँहरूलाई थाहा छ भने चाहिँ प्लिज गाइज मलाई पनि टिप्सहरू भनिदिनुहोस् होला है, कमेन्ट गरिदिनुहोस् होला। हेर्नुहोस् त यस्तो हुन्छ। यो हालेर चाहिँ अब झमझम फुल्छ भन्छ। एकपल्ट चाहिँ अब यो हालेर पनि ट्राई गर्छु कस्तो हुन्छ, के हुन्छ है। अनि झमझम भयो भने चाहिँ नि यसले राम्रो भयो भने चाहिँ तपाईँहरूलाई पनि फेरि देखाउँछु ल मेरो यो प्लान्ट यो हालिसकेपछि चाहिँ कस्तो हुँदो रहेछ बादमा। ल हेर्दै गर्नुहोस् होला ल, मलाई टिप्सहरू पनि दिँदै गर्नुहोस् है, के कस्तो हुन्छ, कसरी फुलाउनु पर्छ झमझम भनेर चाहिँ। ल गाइस यो चाहिँ ह्याङ्गिङ हो मेरो है। अर्को पनि छ, यो अर्कै कलरमा हो, यहाँ माथि अर्कै कलरमा छ त्यहाँ पनि। ल यिनीहरू छ। प्लान्ट रोप्ने त सोख त लाग्छ, तर फुलाउनु जान्दिनँ नि गाइस, के गर्नु अब। जसोतसो फुलाउने कोसिस गर्छु। बिचरा प्लान्टहरूको पनि बिजोग हुन्छ है गाइस, हेर्नु नि जानेन भने चाहिँ। ल गाइस म चाहिँ अब हाल्दैछु हो। यसलाई चट्टै काटेर चाहिँ आधी चम्ची हाल्नुपर्छ भन्छ। हेरौँ, यो पनि मैले पनि युट्युब भिडियोमै हेरेर थाहा पाएको हो। थाहा त थिएन मलाई के हाल्नुपर्छ भनेर। यसको चाहिँ आधी चम्ची हाल्नुपर्छ अरे, आधी चम्ची चलाई त्यसले है। अब यसलाई चाहिँ मजाले घोलेर चाहिँ यसरी मजाले घोलेर चाहिँ फुलहरूमा चाहिँ चट्टै मजाले हालिदिनुपर्छ अरे होइन। अनि उयो पनि हाल्नुपर्छ अरे हौ, पिनाको पानी पनि। अन्त त्यो पनि हाल्यो भने चाहिँ फुलहरू मजाले सप्रिन्छ अरे क्या। मलाई पनि थाहा थिएन, मैले पनि सबै यो युट्युब भिडियोबाटै हेरेर थाहा पाएको र तपाईँहरूलाई पनि देखाइदिँदैछु है। तपाईँहरूले पनि अब कतिजनाले जान्नु भएको छैन भने चाहिँ यसरी नै गर्नुहोस् होला, यसरी नै हाल्नुहोस् होला। अनि कतिजनाले जान्नुहुँदैछ, मजाले फुल स्याहार्नुहुन्छ, तपाईँहरूको फुलहरू मजाले सप्रिन्छ भने चाहिँ गाइस प्लिज मलाई पनि मजाले टिप्सहरू चाहिँ कमेन्ट गरेर भनिदिनुहोस् होला है। अब यो मजाले फिटिसकेपछि चाहिँ मजाले फुलहरूमा हाल्छु हो। अन्त हेरौँ ल कस्तो हुँदो रहेछ बादमा। मजाको साँच्ची नै राम्रो भयो सप्रियो भने चाहिँ म तपाईँहरूलाई फेरि मेरो फुलहरू देखाउने छु है। ल
हेर्नुहोस् गाइस यहाँको चिज यस्तो हुँदैछ अब यता चाहिँ यहाँ हेर्नु पानी परेर वेदर चाहिँ डल्लै ड्याम छैन बाटो हो यस्तो भइरहेको छ हेर्नु त कोही पनि देख्नु साह्रो परिरहेको छ यहाँ चाहिँ टुरिस्टहरू आएको छ तर बिचराहरूलाई कस्तो भयो होला बिजोक यस्तो सिजनमा चाहिँ के घुम्छ यस्तो रेनी पानी परिरहेको छ होइन बिचराहरूलाई घुम्नु पनि बिस्वाद भयो हो यस्तो हुन्छ यहाँको दार्जिलिङको चाहिँ नि वेदर चाहिँ आज यस्तो दिन भइरहेछ नि भोलि मजाले घाम लाग्छ फेरि एकैछिनमा पानी पर्छ होइन यहाँ हेर्नु त गाइस जाडो न जाडो यस्तो वेदर भइरहेछ लु हेर्नु अहिले मेको सिजनमा चाहिँ यस्तो हुने हो बिचराहरू मे सिजन भनेर घुम्नु आएको थियो होला यस्तो त हुन्छ वेदरले साथै चाहिँ दिँदैन गाइस यहाँनिर यहाँ नै इक्कै आइरहेको टुरिस्ट चाहिँ हो तर बिचराहरू गएको छैन जाडोले बिजोक भयो बिचराहरू पानी र जाडोले बिजोक भयो यस्तो त हिलो हुन्छ यहाँ है आम्मा काटेको अब यस्तो हिलोमा देख्नुभयो वेदर दार्जिलिङको हाम्रो दार्जिलिङको वेदर चाहिँ यस्तै हुन्छ है गाइस हेर्दै गर्नुहोस् होला यो ट्रेनभित्रको रेस्टुरेन्ट होइन क्याफे हेर्नुहोस् त यस्तो मजाको छ मजाले युजमा ल्याएको छ हो मजाले लाइटहरू छ यहाँ टेबलहरू होइन मजाले छ यहाँभित्र चाहिँ किचन होइन यहाँ पत्र सामान चाहिँ एउटा बगी एउटा या सायद दुईवटा बगीमा बनाएको होला मजाले यहाँनिर यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँले टोय ट्रेन क्याफे होइन यो भित्र चाहिँ मजाले यस्तो सबै खानेकुराहरू यो फास्टफुडहरू सबै पाउने रहेछ होइन हेर्नुहोस् त मजाले गाइस यो तपाईँहरूलाई मैले देखाइदिनु पऱ्यो भनेर सोच्दै थिएँ होइन त्यही मजाले कस्तो मजाले बनाएको छ मजाले बगी चाहिँ युजमा ल्याएको छ मजाले यो बिग्रेको उयो भएको बगी होला त्यसलाई चाहिँ मजाले युजमा ल्याएको छ गाइस यहाँ चाहिँ चल्छ पनि मजाले टुरिस्टहरू आएर बसेर खाँदै गरेको हुन्छ है यहाँबाट मजाले सिनेरी पनि देख्छ नि त होइन मजाले बाटो सिनेरी पनि देख्छ अन्त चाहिँ त्यही कारणले आएर मजाले बस्छ होला भित्र चाहिँ किचन छ किचन चाहिँ म तपाईँहरूलाई अब त्यति साह्रो देखाउने छुइनँ किनभने अब कति उनीहरूको प्राइभेसी पनि हुन्छ नि त है त्यसले गर्दाखेरि चाहिँ लगाइस हेर्नुहोस् होला कस्तो लाग्यो ल कमेन्ट गरेर भन्नुहोस् होला है फुलेको मनपर्छ गाइस मलाई चाहिँ हो हेर्नुहोस् त दामी भएको छ बिटिङ टिटिङ मेरो चाहिँ यस्तो हुँदैन यो चाहिँ हाम्रो गाउँको दिदीको दोकान छ कि त्यहाँनिर अगाडि राख्नुहुन्छ यस्तो मजाले फुल्छ हजुर कस्तो मजाको है बिटिङ टिटिङ मलाई पनि यस्तो फुलेको मनपर्छ कि हुँदैन त मेरो त यस्तो के हाल्नुहुन्छ दिदीहरूले पनि मलहरू यस्तै फुलेको मनपर्छ भनेको गाइस मलाई हेर्नु त कस्तो राम्रो भएको छ हो हुँदैन मेरो चाहिँ यस्तो सायद मलहरू नपुगेको हो कि दबाई पानीहरू के नपुगेको हो कि थाहा छैन हो गाइस हेर्नु चाहिँ यस्तो दामी भएको छ